हेलो साथीहरू नमस्ते सबैजनालाई मेरो भिडियोमा स्वागत छ। आज मैले हजुरहरूको सामु चाहिँ अन्डा बनाएको भिडियो राख्दैछु। सुरुमा मैले पानी गरम गरेँ, त्यसपछि हल्का नमक राखिदिएँ अनि त्यसपछि चाहिँ मैले नमक राखिसकेपछि चाहिँ अन्डा राख्दैछु। अनि त्यसपछि अन्डा राखिसकेपछि चाहिँ मैले अब पाक्नलाई छोडिदिन्छु। अन्डा राखिसकेँ मैले अनि त्यसपछि एकचोटि पाक्नलाई छोडिसकेँ। त्यसपछि अनि यो अन्डा पनि पाकेर रेडी भइसकेको थियो अनि फटाफट मैले छिल्का निकालेँ अन्डाको। अनि त्यसपछि चाहिँ मैले अन्डाको छिल्का निकालिसकेँ अनि म हल्का चाकुले त्यसलाई कट गर्दैछु किनकि मलाई तेलमा तलेर बनाउनु छ नि त अन्डा, त्यसैले मैले त्यसको कट लगाएको हो अन्डाको। अनि त्यसपछि मैले तेल हालिदिएँ अनि त्यसपछि अन्डालाई चाहिँ म तल्न सुरु गरेँ मैले। अनि त्यसपछि चाहिँ अन्डा सबै राखिसकेको थिएँ अनि त्यसपछि मैले हल्का तेल यताउता होइन राख्दैछु, हल्का चक्किन्छ नि त त्यसैले। अनि त्यसपछि अन्डा पनि लगभग तलिसकेको थियो, मैले फ्राई गरिसकेको थिएँ भनौँ नि त। एकदम त्यो पनि राम्रो कलर आएको थियो, कस्तो राम्रोसँग फ्राई भइसकेको थियो अन्डा पनि। अनि त्यसपछि चाहिँ मैले निकालिदिएँ। त्यसपछि त्यही तेल बाँकीमा चाहिँ मैले हल्का ज्वानो र जिरा फुराएँ अनि त्यसपछि चाहिँ हल्का ज्वानो र जिरा फुराइसकेपछि चाहिँ मैले प्याज हालिदिएँ, खुर्सानी हरियो खुर्सानी काटेको हालेर चलाउँदैछु। अनि त्यसपछि चाहिँ चलाएर त्यो हल्का रातो रातो भइसकेको थियो अनि त्यसपछि मैले टमाटर राखेँ अनि त्यसपछि चाहिँ मैले चलाएर एकचोटि हल्का नमक हालेर त्यसपछि चाहिँ मैले एकचोटि चलाएर नमक राखिसकेपछि चाहिँ चलाएर ढोकिदिएँ। अनि त्यसपछि ढोकिसकेपछि चाहिँ त्यो हल्का पाकेर रेडी भइसकेको थियो। अनि त्यसपछि चाहिँ मैले मिक्स मसला राखिदिएँ। सबै मसला यसैमा मिक्स हुन्छ मेरो, त्यसैले चाहिँ अरू मसला देखाउन चाहिँ पाउँदिनँ म, सबै मिक्स हुन्छ। त्यसपछि मैले अन्डाको मसला राखेँ हल्का अलग टेस्ट आउनको लागि है। त्यसपछि चाहिँ अदरक पेस्ट राखेँ अनि त्यसपछि अदरक पेस्ट राखेँ अनि त्यसपछि चाहिँ त्यसलाई हल्का अब चलाएर त्यसलाई होइन एकचोटि पाक्नलाई छोडिदिएँ। हल्का पिरो होला भनेर फेरि मैले अझ काँदा मसला पनि थपेको है। त्यसपछि मैले चाहिँ हल्का पानी थपेर पनि पाकिसकेको थियो अनि त्यसपछि अन्डा राखेर फटाफट हालेर काममा पनि जानु थियो नि त मलाई। अनि त्यसपछि मैले फटाफट हालेँ भात अनि त्यसपछि चाहिँ मैले आफूले हालेर रेडी गरिसकेँ। त्यसपछि मैले मेरो श्रीमानलाई पनि हालिदिएँ। आजलाई यति नै, बाई बाई।